दर्शकवृन्द, हामी समसामयिक राजनीतिक विषयवस्तुमा कुराकानी गर्दैछौँ। कुराकानी गर्नको निम्ति मेरो साथमा यति बेला अन्तर्राष्ट्रिय राजनीतिका जानकार विश्लेषक श्याम बस्नेत बुवा हुनुहुन्छ। बुवा, स्वागत छ यहाँलाई। धन्यवाद। अब यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ। सरकार यति बेला गम्भीर सङ्कटमा छ भन्ने चलन छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू के दाबी गर्दैछन्, कस्तो देखाउन खोज्दैछन् भने यति बेला नेपालको प्रधानमन्त्री जो छ संसारभरि लोकप्रिय भइसक्नुभयो। अब चाहिँ अमेरिकाले, चाइनाले, भारतका राष्ट्र प्रमुखहरूले अब बालेन्द्र शाहलाई भेट्न खोज्दैछन् भन्नेसम्मको तर्कहरू यति बेला अगाडि बढाइरहेछ। के हो यो तर्कको पछाडि? किन यस्तो तर्क अगाडि बढिरहेछ? राष्ट्रसभाका कार्यकर्ताहरू निकै यति बेला सरकारको लोकप्रियता देखाउन लागिपरेका छन्। के छ यसमा? किन हो यस्तो देखिएको अहिले? जो मान्छे सन्की हुन्छ नि, हजुर, त्यसले आफूलाई सबैभन्दा ठुलो देख्छ क्या, सबैभन्दा सानो अरूलाई देख्छ, होइन? तपाईँले भन्नुभयो सरकार उसमा छ, खतरामा छ भन्नुभयो, या दबावमा छ भन्नुभयो। हो, त्यो भन्ने आरोप लगाइन्छ। तर राष्ट्रपाका समर्थकहरूको दाबी के छ भने अहिले बालेन्द्र शाहको गाडी भारत घुँडा टेकेर ठिक्क परेर बसिरहेको छ, कति बेला आउँछ र दर्शन गरौँ भनेर चाइना ठिक्क परेर बसिरहेको छ, घुँडा टेकेर बन्छ क्या यति बेला। यो हामी नेपालीहरूलाई चाहिँ अहिले हामी खतरामा छौँ। नेपाली चाहिँ महँगी बढेको छ, अभाव बढेको छ, अशान्ति बढेको छ, ठाउँ ठाउँमा हिंसा भइराखेको छ। अब अहिले सबै चिज छोडेर पुच्छारमा हात बनेको जस्तो अहिले शेरबहादुरजीले सनातनी कुरा उठाउनु भयो। सबैले त्यसलाई हिन्दू हिन्दू भनेर हिन्दू र अरू धर्ममा झगडा क्रिएट गर्दैछन्। राजनीतिलाई त आफूलाई टिकाउन, आफ्नो वर्गमा चाहिँ हिरो हुन या नेता हुनलाई पनि झगडा चाहिन्छ नि त, मनमुटाव। यो गलत चिज हो क्या। तपाईँ अहिले वस्तुस्थिति के छ? त्यसैले म भन्छु अहिले यथार्थवादको चाहिँ जमाना छ। जे छ त्यसलाई चाहिँ सल्भ गर्नुहोस्। अहिले हामी कहाँमा महँगी छ। अहिले भारतमा के को डिबेट भइरहेको छ थाहा छ तपाईँलाई? अब पर्व आउँदैछ उहाँ, है, अब राखी आउँदैछ, उनीहरूको के अरे दसैँ आउँदैछ, दिवाली आउँदैछ। भारतमा मासुभन्दा बेसी तपाईँको मिठाईको कुरा हुन्छ। त्यस बेला सबैभन्दा बेसी चाहिँ कन्ज्युम हुने, खपत हुने चिज भनेको चिनी हो। अहिले चिनीको भाउ 5 रुपियाँ बढ्दा हाहाकार छ हेर्नुहोस् भारतमा। अब अहिले उसले चिनी बाहिर एक्सपोर्ट गर्न रोक्दैछ, रोकिसकेको पनि होला। अब जे जति छ सबै रोक्दैछ। त्यहाँ 5 रुपियाँ किलोमा बढ्दाखेरि हाहाकार हुन्छ र जनता विद्रोहमा ओर्लिन्छ। यो 10 महिनामा या 11 महिना भन्नुहोस्, यो परिवर्तन आएको होइन। हामीले 27 गते भदौदेखि हामीले नयाँ सरकारै पाएका छौँ। एक प्रकारले पहिलेको सरकार पनि बालेन सपोर्टेड सरकार हो, सिन्धिलाको। अहिले त बालेनले नै शासन गरेको सरकार हो। 5 महिना भइसक्यो। हाम्रो पनि दसैँ आउँदैछ, हाम्रो पनि तिहारहरू आउँदैछन्, हाम्रा पनि अरू फङ्सनहरू आउँदैछन्। हामीलाई पनि चिनी चाहिँदैन। त्यस विषयमा कसले सोचेको छ? हामी कहाँमा अहिले यो 11 महिनामा डबलभन्दा बेसी दाम बढेको छ हरेक चिजको। तपाईँ पनि किन्नुहुन्छ। अब यो मूल्य बढेपछि चाहिँ सुशासन कायम हुन्छ भन्ने तर्क यति बेला राष्ट्रपाका नेता कार्यकर्ताले गरिराखेका छन्। अब तपाईँ हामी सरकार अलोकप्रिय भयो भनिराखेका छौँ। उहाँहरू भन्नुहुन्छ नेपालको जनतामा मात्र कहाँ हो त, अब त विदेशमा पनि हाम्रो सरकार त लोकप्रिय भइसक्यो। संसारका उत्कृष्ट 100 व्यक्ति मध्येमा अमेरिकन म्यागजिनले हाम्रो प्रधानमन्त्रीको नाम छापिसक्यो। अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प बालेन्द्र शाहलाई कति बेला देख्न पाइन्छ भने ठिक्क परेर बसेका छन् भन्ने तर्क गर्छ यहाँ। अनि यो युएनको जेनरल एसेम्ब्लीमा किन नगएको? ड्याम केयर गरेर नि त बालेनले। म भन्दैछु त, ती ट्रम्पलाई भेट हुन्थ्यो होला, होइन? यस्ता फोकटिया कुरा गरेर जनताको पेट भर्छ? तपाईँहरूको पेट भर्छ।
किन तपाईँहरू शासनमा हुनुहुन्छ, अहिले कुन चाहिँ सांसदले ग्यास या महँगो चिज किन्नु परेको छ त्यो चाहिँ भनिदिनुहोस् न, सबैको घर घरमा पुग्छ। किनभने उनीहरूले विरोध गर्यो भने सरकार डल्छ होइन। तपाईँलाई व्यापारीदेखि लिएर सबैले तपाईँहरूलाई सामान पुर्याउँछ। मैले त यो म 80-81 हिँड्दैछु म है, मैले नेपाल भोगेको मेरो ख्यालले 10-12 वर्षको उमेरदेखि हो भनेपछि झन्डै 70 वर्ष मैले यहाँको शासन प्रशासन नेता भोगेको मान्छे हुँ। हजुर। किन भोगेको मान्छे हुँ भने म एउटा ठुलो परिवारको, हाम्रो परिवार ठुलो थियो नि है, त्यो परिवारलाई के असर पर्छ त्यो मैले भोगेको छु, देखेको छु, घरमा सुनेको छु, त्यो असर परेको देखेको छु। गरिबलाई हाम्रो घरबाट सामान बाँडेको त्यो मलाई थाहा छ। हाम्रा हरुवा परुवा हामी माथि डिपेन्डेन्टलाई त हामीले पालेको हो, सरकारले पालेको होइन। त्यो हाम्रो जमानामा आज सरकारले सबै चिज कन्ट्रोल गर्छ। आज ट्याक्स नलगाएको केही चिज छ, त्यो ट्याक्स किन हामीले तिरेको भनेदेखि हाम्रो जीवन सहज होस्। जीवन सहज कसरी हुन्छ? जब तपाईँलाई अत्यावश्यक सामान तपाईँको पहुँचभित्र हुनुपर्छ। पहुँचभित्र भनेको मतलब तपाईँको आम्दानीले तपाईँलाई टन्न खान पुग्नु पर्यो। भोलि के खाउँ भन्ने चिन्ता हुनु भएन। तपाईँले जम्मा गर्नु भनेको होइन। अहिलेको एजुकेसन तिनीहरूले पाउनु पर्यो। 2 जोर लुगा सालको हाल्न सक्नु पर्यो। अहिले सकेका छैन जनताले। त्यो त अब जनतालाई सोच्नुहोस्। हिजो एउटा विचित्रको दृश्य देखियो। सरकार अत्यन्तै लोकप्रिय छ। अघि मैले भने जस्तो कति कार्यकर्ताहरू चाहिँ अब प्रधानमन्त्रीको दर्शन पाउनको लागि, नेपाली प्रधानमन्त्रीको दर्शन पाउन डोनाल्ड ट्रम्पले मरिहत्ते गरिरहेछन्सम्मको तर्क गर्छन्। तर हिजो राष्ट्रिय स्वतन्त्र पार्टीले नै आफ्नै कार्यकर्ताहरूको बिचमा एउटा नीति मन्थन कार्यक्रम राख्यो, जहाँ अर्थमन्त्री स्वर्णिम वाग्ले आफै उपस्थित हुनुहुन्थ्यो र प्रधानमन्त्रीको सचिवालयको तर्फबाट असीम शाहजी पनि हुनुहुन्थ्यो। आफ्नै कार्यकर्ताले उहाँलाई भन्यो, तपाईँले लगाउनु भएको जुन कर छ यो अमेरिकाको लागि लगाउनु भएको कि नेपालको लागि लगाउनु भएको? मधेस सबै रिसाएको छ भनेर आक्रोश पोख्यो त्यहाँनिर आफ्नै कार्यकर्ताले। करको विषयलाई लिएर आफ्नै कार्यकर्ताले अर्थमन्त्रीज्यूलाई सातो पुत्तो जाने गरी थर्काएको भिडियोहरू यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ। अब के जनताले खान पाएका रहेनछन्? त्यसो भए असाध्यै अप्ठ्यारो पारेर छ हो अहिले यो करले कि के हो? सांसदले भन्नै जानेन। हामीले त जुन दिन अर्थमन्त्रीले आफ्नो पेस गरे, बजेट पेस गरे, त्यही दिन बेलुका मैले त मिडियामा के भनेको थियो भनेदेखि अर्थमन्त्रीलाई नै कोट गरेको थियो मैले। हजुर। यो मध्यमवर्गीलाई ध्यानमा राखेर बनाइएको बजेट हो, टार्गेट गरेर बनाएको बजेट हो। मध्यमवर्गीको माध्यमबाट, मध्यमवर्गीको विकासबाट चाहिँ देशको विकास गर्ने लक्ष्य राखिएको छ भनेर भनेको थियो कि थिएन? होइन, तपाईँले पनि सुन्नु भएको होला, पढ्नु भएको होला। त त्यो बजेट चाहिँ मध्यमवर्गी मुनि हाम्रा 3टा वर्ग छन् नेपालमा। एउटा लोअर मिडल क्लास, दोस्रो पुअर क्लास, एउटा बिलो पोभर्टी क्लास। 3 क्लासलाई त छोएकै छैन। यो 3 वर्गमा 75% नेपाली आउँछ। अब तपाईँ सोच्नुहोस् कि ती 75%ले के पाए? हेर्नु, बिजुलीमा ट्याक्स, दबाईमा ट्याक्स, तपाईँको पढाइमा ट्याक्स, केही वापस लियो होला। ट्याक्स घटाउनुपर्छ क्या तपाईँलाई देश विकास गर्ने हो भने। अहिले मैले कतिपल्ट भनिसकेँ, सेकेन्ड वर्ल्ड वारको टाइममा विन्स्टन चर्चिल बेलायतको प्रधानमन्त्री थिए, लडाइँपछि पनि थिए। उनीको एउटा फेमस कोट छ, हेर्नुहोस्। उनले के भनेका छन् भने ट्याक्स बढाएर जनतालाई दुःख दिएर देश विकास गर्छु भनेर कुनै नेताले सोध्छ भने त्यसले आफै बाल्टीमा बसेर आफैले त्यो बाल्टी उठाउन खोज्यो। तपाईँ बाल्टीमा आफै बसेर उठाउन सक्नुहुन्छ? सम्भव छैन। अनि त्यो हो भनेर भनेको आजभन्दा 70-75 वर्ष पहिलेको कुरा हो।
अब जान्नेलाई छान्ने पार्टी छ, राष्ट्रिय स्वतन्त्र पार्टी विज्ञहरूको समूह छ यति बेला मन्त्रालयमा। त्यो समूहले भन्दैछ कर नलिकन कसरी देश बन्छ, जनताहरू चाहिन्छन्। अब भलै तराई रिसाएको देखियो, तराईका नेता कार्यकर्ताले विरोध पनि गरिराखेका छन्, हिजो अर्थमन्त्रीज्यूलाई थर्काएको पनि देखियो। तथापि उहाँहरूको तर्क त के छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको कार्यकर्ताको तर्क के छ भने, कर नलिकन कसरी देश बन्छ, कर त अझ कम भएको छ, अझ बढाउनु पर्छ भन्छन् यहाँ त। कर तिर्ने क्षमता चाहिँ बनाउनु पर्छ कि पर्दैन? कर तिर्ने क्षमता चाहिँ बनाउनु पर्छ कि पर्दैन? तपाईँसँग कर तिर्ने पैसा छैन भने तपाईँ कर छल्नुहुन्छ नि। अहिले यहाँ बिजनेस भएको भए 14 खरब रुपियाँ ब्याङ्कमा त्यसै आइडल परेको हुन्थ्यो, लिक्विडिटी, तरलता। अहिले ब्याङ्क यही चिज त अहिले छलफल हुँदैछ त यहाँ। भन्नुहोस् त, त्यो 14 खरब बजारमा किन आउँदैन? किन आउँदैन भने त्यसले अहिलेको ट्याक्समा तपाईँ कुनै कामै गर्न सक्नुहुन्न। अहिलेको कर व्यवसायको लागि बाधक छ। बाधक छ नि। तपाईँ कसलाई प्रोत्साहन गर्नुहुन्छ? स्मग्लिङलाई, चोरीलाई, लुट्नेलाई तपाईँ सरकारले अहिले चोरी डकैती ठगी गर्नेहरूलाई चाहिँ प्रोत्साहन गर्न खोज्यो। हो त नि। तपाईँको आरोप, गम्भीर आरोप लगाउनु भयो बुवा तपाईँले। हो त नि, म भन्दैछु त नि। अहिलेसम्म अझै पनि यो सरकार के भन्दैछ भने गत महिना पहिलोको, त्योभन्दा पहिलेको महिना, यो भदौ हो क्या अरे होइन, असोजमा 40 लाख सिलिन्डर यहाँ बजारमा पठायो अरे ग्यास। साउन होइन, के अरे भदौ, साउन होइन, असारमा 28 लाख भनेपछि 12 लाख बेसी दिँदाखेरि पनि यहाँ चाहिँ फेरि अहिले के भन्छ भने साउनभन्दा बेसी यहाँ ग्यास आएको छ भदौमा होइन। त त्यो ग्यास चाहिँ किन पुगेन ल भन्नुहोस् त? कसले होल्ड गरेको छ? होइन, अहिले त जताततै बिचौलिया भयो अरे। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी सङ्गठनप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो, अहिले प्रहरी सङ्गठनमा भ्रष्टाचार पनि छ। अब यति बेला बिचौलियाहरू प्रहरीको प्रधान कार्यालयमै घुसेर बसेका छन् भन्न आइजिपी दानबहादुर कार्कीतिर उहाँले इङ्गितै गर्नुभयो त। होइन, केही छ र त। गम्भीर आरोप लगाइरहेको छन् अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि। यो 35 वर्षको यो कुशासन हो। त्यो छ र त 35 वर्षपछि हामीले भदौमा फालेको हो नि। तिनीहरूलाई नै साथ लिएर अगाडि बढ्नु। तपाईँ एउटा कुरा भन्नुहोस् न, एउटा प्रमाण लिन्छ, एउटा ग्यासको प्रमाण लिन्छ। हजुर। है, अर्को चिज, भारतबाट ल्याउने जति सामान छ, त्यो चामल ल्याउनुहोस्, गहुँ ल्याउनुहोस्, पिठो ल्याउनुहोस्, तयार भएको प्रडक्ट लिएर आउनुहोस्, त्यो फ्याक्ट्री प्राइसमा आउँछ। फ्याक्ट्री प्राइसमा आउँछ। त्यो फ्याक्ट्री प्राइसमा आउँदाखेरि त्यसमा कुनै ट्याक्स लागेको हुँदैन। हजुर। अघि त्यो त ट्याक्स फ्री आएको छ नि हामीलाई। त्यो चिज किन सस्तो हुँदैन? अर्को चिज तपाईँलाई म बताइदिन्छु। अस्ति त्यो एमआरपी नभएको सामान भित्र ल्याउन नदिने भनेर यही सरकार होइन, ती सांसदहरूलाई मेरो प्रश्न छ, या स्वतन्त्र पार्टीहरूलाई, त्यो चाहिँ किन हटायो ल भन्नुहोस् त? किनभनेदेखि यी के अरे व्यापारीहरूले त्यो के अरे इम्पोर्ट गरेन, मानेन। पछि के गर्यो? स्वविवेकमा तिनै व्यापारीलाई छोड्यो। त्यो लगायो किन? यिनीहरूको ट्याक्स पनि त्यही हो। होइन, अहिले यो सत्तापक्षका सांसदहरूको बिचमा र प्रहरी सङ्गठनको बिचमा एउटा द्वन्द्व देखिया छ नि। अब केही दिन अगाडि सार्वजनिक विकास समितिमा के भन्छ खगेन्द्र सुनारले आइजिपीलाई बोलाएरै थर्काए। त्यहाँनिर हेर्दै हो भने उहाँले अब छाडा के भन्छ त्यो प्रहरीको जुत्ता लुगा खरिदमा करिब 60 करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्ने आरोप लगाउँदै उहाँले भन्नुभयो त्यो जुत्ता र मोजा खाँदा चाहिँ के भिटामिन पाइँदो रहेछ भन्ने प्रश्न गर्नुभएको थियो। अब त्यसको खण्डन आइजिपी साहबले गर्नु पनि भयो, तर हिजो उहाँले भन्नुभयो यदि कसैको मानमर्दन भएको छ भने छेउमै अदालत छ, गएर गर्नुहोस्। मैले फेरि पनि भन्छु, अब प्रहरी सङ्गठन चाहिँ बिचौलियाहरूको, दलालहरूको हातमा गयो भन्न उहाँले फेरि दाबी गर्नुभयो। त्यो लाग्छ हजुरलाई प्रहरीहरू अब दलालहरूको हातमा गयो, बिचौलियाको हातमा गयो कि सरकार पक्षका सांसदले आइजिपीलाई घेराबन्दी गर्दैछन्? के हो यो? सुन्नुहोस् न,
यहाँ 14 खरब रुपियाँ बजारमा के अरे ब्याङ्कहरूमा तरलता छ। त्यो 14 खरब बजारमा भएको भए तपाईँले महिनाको 2% चाहिँ ट्याक्स मात्रै त्यसबाट चाहिँ वसुल्न सकेको भए तपाईँलाई 28 अरब रुपियाँ हरेक महिना आउँथ्यो नि त। त्यतापट्टि किन ध्यान नदिएको? अब जहाँसम्म तपाईँले खगेन्द्र सुनवारको र त्यहाँका सांसदहरूको कुरा गर्नुहोस्, बडा ध्यानले सुन्नुहोस् है सोमन भाइ। जवानीमा मान्छेहरू तपाईँहरूको एजमा जे पनि गर्न सक्छु भन्ने हुन्छ, तपाईँहरूलाई जोस हुन्छ, जाँगर हुन्छ, फुर्ती हुन्छ, तपाईँहरूको ज्ञान पनि हुन्छ, मभन्दा जान्ने कोही पनि छैन भनेर तपाईँहरूले गल्ती गर्नुहुन्छ, त्यो हामी स्वीकार्छौँ। तपाईँ गलत सङ्गतमा पनि पर्नुहुन्छ, गलत सङ्गतमा परेर अपराध पनि गर्छ। यो उमेर कन्स्ट्रक्टिभ पनि हो, डिस्ट्रक्टिभ पनि हो तपाईँहरूको एज। हेर्नुहोस् अघि तपाईँ शासनमा जानुभयो भने त्यहाँ तपाईँको मनमा एउटा घमण्ड आउँछ, मै ठुलो भनेर, होइन मै जान्ने, म त जनताले चुनेर पो आएको। त्यहाँबाट तपाईँलाई अहम त पैदा हुन्छ। तपाईँ त्यहाँ फेरि लालच दिने आउँछन्, लोभ दिने आउँछन्, फकाउने आउँछन्, तपाईँ भ्रष्टाचार पनि गर्नुहुन्छ, अहङ्कारी पनि हुन्छ, आफ्नो विवेक हराउँछ। अहङ्कार भनेपछि त विवेक हराउँछ नि, भ्रष्टाचारी हुनु भनेको पनि विवेक हराउनु हो नि त। र अल्टिमेटली ऊ डिक्टेटर टाइपको हुन्छ। हजुर। त्यसपछि पैसा भयो भने तपाईँलाई अहम आउँछ। अहिले कालोबजारियाहरूले, यी व्यापारीहरूले किन टेर्दैन यो सरकारलाई? अहिले 5% हामीलाई भ्याट लगाएको छ बिजुलीमा, 21 अरब त तिनीहरूले नै खाएको छ नि त। त्यो 21 अरब चाहिँ किन उठाउँदैन है? किनभने उसको पैसाको बल छ, उसले पैसाले तपाईँलाई किन्छ। यो तीनटा चिजले चाहिँ तपाईँलाई अपराध गर्न तपाईँलाई साथ दिन्छ, बल दिन्छ, तपाईँलाई त्यतापट्टि प्रेरित गर्छ। आज मैले एउटा फेसबुकमा स्ट्याटस लेखेको छ, मैले भन्दै तपाईँ त्यो खोज्दै जानुहोस् अघि। हजुर। तर अहिलेको सदनमा हेर्नुहोस् न, अहिलेको स्वतन्त्र पार्टीमा हेर्नुहोस् न, यो तिनटै चिज एक ठाउँमा भयो भने के हुँदो रहेछ भन्ने कुरा अहिलेका खगेन्द्रलाई हेर्नुहोस्, बालेनलाई हेर्नुहोस्, रविलाई हेर्नुहोस्। उनीहरू जवान पनि छन्, पावरमा पनि छन्, उनीहरूको सम्पत्ति रहेछ भन्ने कुरा उनीहरूले डिक्लेयर गरेको सम्पत्तिमा पनि देखिन्छ। यो तिनटै चिजको कम्बिनेसन भएपछि यो चाहिँ डिस्ट्रक्टिभ लागेको छ क्या। यिनीहरूले विवेकले काम गरेको छैन। त यहाँ त के अरे ऊ हुनु, एक्सिडेन्ट हुनु के अरे त के अरे स्वाभाविक हो नि। अब यति बेला हेर्नुहोस् न, यति बेला जनताहरू अब करिब 2/3 मत प्राप्त गरेको सरकार छ। देशैभरिका मतदाताहरू राष्ट्रपाप्रति बडो प्रफुल्लित छन् अरे। यति बेला देशैभरिबाट राष्ट्रपालाई थप समर्थन आइराखेको छ। तर मध्य प्रदेश एउटा चाहिँ रिसायो। मध्य प्रदेशका चर्चित सांसद अमरेश कुमारले त केही दिन अगाडि रवि लामिछानेलाई समेत अगाडि राखेर उहाँले एउटा समितिको बैठकमा भन्नुभयो, अब छठपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई तराईका गाउँ गाउँबाट लखाट्छन् उहाँले भन्नुभयो। किन रिसाएको तराई? पर्खिनै पर्दैन। राष्ट्रपतिसँग किन रिसायो? आजको न्युजमा मैले के सुनेको छु भने रवि लामिछाने तराईमा त यो महाधिवेशनको, उनीहरूको महाधिवेशनको बेलामा 2 नम्बर मध्य प्रदेशबाट त उनीहरूको प्रतिनिधि गएको थिएन अरे, किनभने त्यहाँ भएकै थिएन अरे। उहाँले अब जिल्ला सङ्गठन गर्न जाँदै हुनुहुन्छ अरे, होइन? त्यहाँ गएर हेरेपछि अमरेश ठिक हो कि यी भाइहरू ठिक हुन् थाहा भइहाल्छ नि। तपाईँलाई के लाग्छ, अमरेशले भनेको ठिकै हो कि उनले सरकारलाई दबाब दिन खोज्दैछन्? तपाईँ कमेन्ट्सहरू हेर्नुहोस् न, जनताको कुरा हेर्नुहोस् न। हेर्नुहोस्, म स्टुडेन्ट हुँदा, म भारतमा पढ्दा पछिसम्म पनि, होइन, मतलब 70-80 सम्म, 1980 84 जब राजीव गान्धी प्रधानमन्त्री थियो, त्यसपछि गएर नियरली
91, 95सम्म उम्, 1995सम्म त्यहाँ 8 आना 50 पैसा कुनै चिजको दाम बढ्दाखेरि त्यहाँ विद्रोह हुन्थ्यो, टायर जलाइन्थ्यो, गाडी जलाइन्थ्यो, सबै चिज मैले आफ्नो आँखाले देखेँ। हामी गाउँमा त्यही बेला कस्तो हुन्थ्यो भने यहाँ 10 रुपियाँ बढाउँदाखेरि पनि मान्छेले चुप लागेर बस्थे, हामी सहेर बस्थ्यौँ। त्यस बेलामा एउटा जोक चल्थ्यो धरानमा, हेर्नुहोस् है। अनि धरानमा अब मलायामा गोली लागेर चाहिँ मरेर कुनै ब्रिटिस गोर्खामा काम गर्ने कुनै मर्यो, सिपाही मर्यो भनेदेखि त घर त पठाउँथ्यो नि धरानमा, होइन? अनि लास ल्यायो अरे, अनि सबैजना बसेर अब त्यहाँ संवेदना प्रकट गर्न आउँछन् नि। अनि एकजना बुढी आएछन् अरे, त्यो सिपाहीको यहाँनिर लागेको रहेछ गोली निधारमा। के भनिन्छन् भने, ओहो हेर बिचरा कस्तो भाग्यमानी, अलिकति तल राखेको आँखा कानो हुने थियो भनेर। मान्छे त मरिसक्यो, त्यसै हामी नेपाली त्यसरी चित्त बुझाउँछौँ। अहिले यी भाइ बहिनी जति पनि कराइराखेका हो, एउटा वर्ग सम्पन्नबाट महासम्पन्न हुँदैछ। यो सरकारको नियमले, नीतिले होइन, त्यो यो परिस्थितिले नै भएको जो भनेपछि अब गरिब र धनीको बिचको यो जुन खाडल छ यो झन् बढ्नेवाला छ। धनी धन धनी, गरिब झन् गरिब हुने अवस्था आयो। यो त अमेरिका र नेपालको बिचमा समुद्र कति छ त्यस्तै हुँदैछ नि। जबकि अहिलेको परिस्थिति तपाईँको यति सहज छ। हामीसँग अहिले ब्याङ्कमा 14 खरब छ, राष्ट्र ब्याङ्कमा सञ्चित अब मेरो विचारमा हरेक महिना 2.5 खरबले बढ्छ, होइन? त्यो डलरको रूपमा छ। ब्याङ्कमा भएको त नेपाली पैसा छ, तर राष्ट्र ब्याङ्कको सञ्चित त डलरमा छ नि। हामीले जति इम्पोर्ट गर्छौँ त्योभन्दा डबल हाम्रो रेमिटेन्सबाट डलर आउँछ। हामी त डलरले इम्पोर्ट गर्छौँ नि, त्यो रेमिटेन्स नआए त हामी बाँच्दैन। यतिखेर पैसा नेपालमा छ, हामी जापानसँग ऋण लिन्छौँ, वर्ल्ड ब्याङ्कसँग ऋण लिन्छौँ, IMFसँग लिन्छौँ। किन भन्नुहुन्छ भने यो पैसा चलाउँदा तपाईँ कमिसन पाउनुहुन्न। वर्ल्ड ब्याङ्कमा पनि कमिसनको सिस्टम छ, छ नि। त्यो हाम्रो स्वर्णिमजीलाई राम्ररी थाहा छ नि। उहाँ आफै वर्ल्ड ब्याङ्कमा काम गर्नु पनि। वर्ल्ड ब्याङ्क सुन्नुहोस् न, म त त्यो मान्छे हुँ, मेरै काका यो देशको अर्थमन्त्री हुन्थ्यो 22 सालमा है। भेषबहादुर थापा मेरो काका अर्थमन्त्री हुँदाखेरि के अरे ऊ हुनुहुन्थ्यो, अर्थ सचिव हुनुहुन्थ्यो। यादव प्रसाद पन्त पनि हुनुहुन्थ्यो। उहाँहरूसँग कुरा गरेको मान्छे पो त म। त्यस बेला पनि विदेशी ऋणमा पनि पैसा छ भन्ने कुरा मैले सुनेको छु, किनभने मेरो काका मसँग छलफल गर्नुहुन्थ्यो। हेर्नु, अब यहाँ कस्तो हुन्छ भन्नुहुन्छ भने यहाँ जति पनि प्रोजेक्ट आउँछ, जति पनि ऋण आउँछ, यही अहिलेको लेटेस्ट MCC हेर्नुहोस् न। त्यो MCCमा बन्ने जुन ट्रान्समिसन लाइन छ त्यो पब्लिकले, हाम्रो विद्युत प्राधिकरणले जतिमा बनाउँछ त्यसको 3 दोब्बरमा छ। त्यसका एक्सपर्टदेखि लिएर कन्सल्टेन्टदेखि लिएर इन्जिनियर सबै बाहिरबाट आएका छन्। ल भन्नुहोस् त, हाम्रो प्रोजेक्टमा चाहिँ जुन इन्जिनियरले 70-80 हजारमा काम गर्छ, अहिले MCCमा कुर्सीमा बसेर 10-12 लाख खान्छ भनेर तपाईँहरूले सुनेको छ कि छैन? जति पैसा आउँछ त्यसको 50%देखि माथि वापस त्यहीँ जान्छ। त्यसैले त लोन दिन्छ। अहिले जतिमा आएको छ तपाईँलाई हेर्नुहोस् न,
प्रोडक्सन हुने ठाउँमा कसैले लोनै लिएको छ। अब हेर्नुहोस् न, जनता त फेरि अघि पनि हामीले कुरा गऱ्यौँ, मध्य प्रदेश टोटल्ली रिसाएको देखियो। किन सरकारप्रति अरू प्रदेश चाहिँ खुसी हुने र मध्य प्रदेश रिसाउने अवस्था? कुन चाहिँ प्रदेश खुसी छ त्यो चाहिँ मलाई भनिदिनुहोस् त। अरू सबै प्रदेश खुसी छ रे? काठमाडौँमा कोही खुसी छ? खुसी छ भनेदेखि आत्मदाह गर्ने है, हुने खानेले आत्मदाह गरेका छन् यहाँ। ए, हुने खानेले हो त नि, धनाढ्य वर्गले। धनाढ्य भनेको मतलब मिडियम वर्गकाले। तपाईँ भन्नुहोस् न, यहाँ काठमाडौँमा 4वटा आत्मदाह भयो अघि। एउटा त्यो राउत भाइ त म चिन्छु नै अघि, उनी एउटा व्यवसायी हुन् अघि। एउटा महिलाले गाडीभित्र गरिन्, जसको गाडी छ त्यो त आफ्नो व्यवहार चलाएरै बसेको होला। एउटाले सातो बाटोतिर हो कि कतातिर एकजना पुरुषले गरे, कारै भित्र गरे होइन। एउटा भाइले मोटरसाइकल गरेको थियो, जेन तेन उनले आफ्नो व्यवहार चलाइराखेको थियो। खालि के भयो भनेदेखि जुन लाउने पेनाल्टी हो त्यसले त मान्छेले कमाउन नसक्ने हो। अब सरकारलाई जताततैबाट खेद्ने अवस्था आउने भयो होइन, मध्य प्रदेशले भने जस्तै। तपाईँ काठमाडौँमै हेर्नुहोस् न, तपाईँ किन बाहिर जानुहुन्छ? आज बालेन सरकारलाई गाली नगर्ने हो, सेटारले तारिफ गर्छन् सबैजना, यो लाइनमा लागेको। तपाईँ एउटा कुरा भन्नुहोस्, ग्यास कि त तपाईँले बोकेर ल्याउने ठाउँमा को नजिकको दोकानबाट लिनुहुन्थ्यो तपाईँ योभन्दा पहिले, हो कि न, कि तपाईँको घरमा पुऱ्याइदिन्थ्यो। अहिले तपाईँलाई ग्यास लिन जानको लागि यो क्षेत्रभरिकोले चाहिँ पेप्सी कोला जानु पर्यो, हो कि होइन? जो मान्छे त्यो पेप्सी कोलामा जान्छ त्यसले कि बोकेर ल्याउनु पर्यो, त्यहाँ लाइन बस्नु पर्यो। दिनभरिको कमाइ गयो कि गएन? गयो। 2100को ग्यासलाई उसको कमाइ जोड्ने हो भनेदेखि र ढुवानी पनि जोड्ने हो भनेदेखि त त्यो त 3000 नाग्यो नि त। यो चाहिँ किन यो सरकारले र यी भाइ बहिनीहरूले बुझ्दैन? त्यसो भए जनताहरू खुसी छैनन् राष्ट्रपाको अहिलेको सरकारसँग? अब यो सरकारसँग उसैका चम्चा मात्रै खुसी छ। तर अब स्थानीय तहमा हेर्नुहोस् न, सामाजिक सञ्जालमा जनताहरूले अब स्थानीय तहमा पनि चुपचाप घन्टी छाप हो, अब स्थानीय तहमा पनि केन्द्रमा जस्तै घन्टीलाई नै जिताउनु पर्छ भन्ने अभियान जनताले चलाउँछ। त्यसैले त जो सांसद आफ्नो क्षेत्रमा जान्छ त्यहाँ स्वागत भएको छ। स्वागत भएको भए, सबैले हामी खुसी छौँ भनेको भए, गृहमन्त्रीले आफ्नो चुनाव भोटर्सहरूलाई तिम्रो भोट वापस लग भन्न किन भन्थ्यो होला? मजाक गरेको मैले त भन्नु होइन, त्यो त अब यहाँ आएर मजाक गर्ने भन्नु, त्यहाँ त भन्न सकेन नि। जिस्केको अरे उहाँले भनिसक्नु भयो। होइन त जिस्के, मैले आफ्नो मतदातासँग जिस्किन नपाउने, तपाईँहरू पत्रकारहरू खराब मान्छेहरू हो, मैले जिस्केको कुरालाई नि समाचार बनाएर बदनाम गरिदिनु भयो भने रिसाउनु हो त नि। त्यो आत्मदाह पनि त्यो गर्नेले पनि जिस्केको हो क्या। उनीहरूको लागि त कोही मर्दाखेरि पनि जिस्केकै हुन्छ नि। तिनै उसले गृहमन्त्रीले मिटर ब्याजीसँग निजगढमा गएर उनले सहमति गरे। त्यो सहमति उनले क्याबिनेटबाट पनि पास गराए। त्यसको 7 दिनपछि मिटर ब्याजबाट पीडित एक महिलाले आत्मदाहको प्रयास गरे, जनकपुरको जिल्ला अदालत अगाडि, हो कि होइन? अहिले त्यो जुन निर्णय गरेर चाहिँ लागू गर्यो, कानुन लागू गर्यो, नियम लागू गर्यो, जुन साहुहरूलाई, जो मिटर ब्याजी साहुहरूलाई, तिनीहरू अहिले काठमाडौँ आएका छन्। साहु महाजन जति सबै काठमाडौँमा आए, अर्थमन्त्री र प्रधानमन्त्रीलाई हामी घोडा टेकाइदिन्छौँ भन्न आन्दोलन। अनि त्यो त घोडा टेकाउँछन् नि, तागत तिनीहरूसँग छ। त्यो आत्मदाहसँग गर्नेसँग तागत भयो, त्यो आत्मदाह गर्थ्यो। उसले त सहन नसकेर, अगाडि हिँड्न नसकेर आत्मदाह गरेको हो नि त, हो कि होइन? यिनीहरूसँग छ नि। अहिले सरकारले उद्योगपति, व्यापारी, सेयरका दलालहरूसँग कुरा गर्दैछ र के भन्छ सरकार भने तिमीहरूलाई जे चाहिन्छ लिएर जाऊ,
के अरे ट्याक्स चाहिँ उठाइदेऊ भनेको छ। हेर्नुहोस् है, अब किन उनीहरूको दलाल, तिनीहरूकैबाट मैले त कतिपल्ट भनिसकेँ, देशमा भ्रष्टाचार गर्न, तपाईँलाई लुट्नलाई, सङ्गठित अपराध गर्नलाई, सम्पत्ति जोड्नलाई तीनटा फ्याक्टर चाहिन्छ। जस्तो कि एउटा जो गर्ने व्यक्ति हो, चाहे त्यो व्यापारी होस्, ठेकेदार होस्, बिचौलिया, एउटा त्यो सेक्सन छ। एउटा सरकार छ जसले संरक्षण गर्छ र निर्णय गर्छ र त्यो निर्णयको संरक्षण गर्छ र त्यो निर्णयलाई पालन गर्ने हाम्रो ब्युरोक्रेसी छ। हेर्नुहोस्, यो तीनटा नमिलिकन अपराध हुँदै हुँदैन, अपराध हुँदै हुँदैन। अब स्थानीय तहको तयारीमा राष्ट्रपा लागेको छ। अब स्थानीय तह नजिकै गर्दा काङ्ग्रेस, एमाले, माओवादी अब प्रदेशतिर कतैतिर यसो मिलाएर आफ्नो बन्दोबस्त गर्न सकिन्छ कि भन्ने दौडमै छन्। तर राष्ट्रपाले स्थानीय तहको चुनाव सुरु गरिसकेको छ। अब क्यान्डिडेट क्लबको सुरुवात भइसकेको छ। अब उम्मेदवार बन्नेहरूलाई तालिम लगायतका कुराहरू, परीक्षण लगायतका कुराहरू हुँदैछन्। अब के छ, स्थानीयमा पनि राष्ट्रपाले नै कब्जा गर्छ भन्ने यहाँ अधिकांशको मत छ। तपाईँलाई के लाग्छ यसमा? हेर्नुहोस्, स्थानीय तह, प्रदेश र केन्द्र, तीनटा तह छ कि छैन? छ। सबैभन्दा पपुलर मान्छे, जान्ने मान्छे कहाँ आउँछ? केन्द्रमा आउँछ। त्यसपछि केन्द्रपछिको इम्पोर्टेन्ट ठाउँ भनेको के अरे सबैको प्रदेश हो, त्यसपछि स्थानीय आउँछ। हो कि होइन? पक्कै पनि। त बुद्धि भएको, जान्ने, बुझ्ने, पैसा खर्च गर्न सक्ने सबैजना त्यहाँ आउँछन्। अघि अहिले भन्नुहोस् न, जो यो अहिले सांसद भएका छन्, हरेकको चुनाव लड्नेले 5-6 करोड खर्च नगरिकन चुनाव जितेका छैनन्। अघि चुनाव लडेका छैनन्, जित्नु पनि नगर्नु, 2-4 करोड नदिकन मनोनित भएका छैन। मनोनित हुनुलाई 2-4 करोड हो त नि। राष्ट्रपामा त त्यो छैन। कि त आफ्नै फेरि छैन भन्नुहुन्छ त कम्प्लेन त आएको छ नि त। हो कि होइन? किन टेर्दैन रविलाई, किन टेर्दैनन् बालेनलाई? किनभने उनले त्यो पद किनेका छन्। कसले बुझेको छ? त्यसैले त टेर्दैनन् त, त्यसैले त डिसिप्लिन हुँदैन त। अनि तपाईँ यिनीहरूसँग पैसा छैन भन्नुहुन्छ, यिनीहरू त हुने खाने हुन्। त्यस कारणले उनीहरूले गरिबको कुरा देख्दैन। स्थानीय तह फेरि कब्जा गर्छ रे। सुन्नुहोस् न, मैले त्यही भन्दैछु त, टाउको त ब्रेन र सबैभन्दा जान्ने त को त तरिका तपाईँले औकात र उनीहरूको खुबी त देखिसक्नुभयो केन्द्रमा। हो कि होइन? अहिले हामी केन्द्रकै छलफल गर्छौँ। जब यिनीहरू प्रदेशमा आउँछन्, योभन्दा तल्लो तहको आउँछ। माथिल्लो तह त यो छ, ए ग्रेड त यस्तो छ भने बी ग्रेड कस्तो होला, सी ग्रेड कस्तो होला, कस्ता मान्छे आउने भए यिनीहरू, कुरा त क्लियर छ नि। अब हेर्नुहोस्, हिजो एउटा हिन्ट दिएको छ स्वतन्त्रको पार्टीको सभापति रवि लामिछानेले, केन्द्रमा भन्दा पालिकामा बढी भ्रष्टाचार, पालिका र प्रदेश, त्यो हुनाले अब भ्रष्टाचार नगराउनको निम्ति राष्ट्रपाललाई भोट दिनुहोस् भन्नेतर्फ उहाँले इन्कार हो। इसारा गर्नु, तर त्यहाँ जानको लागि टिकटको लागि पैसा दिनुहोस्, यो इसारा हो नि। राष्ट्रपाले हो त नि। अब क्यान्डिडेट क्लब होइन, पैसा ठिक पार्दै गर्नुहोस् है तपाईँहरू क्लब किन चाहियो? क्लब किन चाहियो? त्यहाँ जो पालिका छन्, होइन, त्यही पालिकाबाट उनीहरूका जो मेम्बर छन्, पार्टी मेम्बर छन्, अगर बनाएको छ भने तिनीहरूको सिफारिस चाहिँ के हुन्छ? यहाँ जसले क्लबमा मेम्बर हो, क्लबमा मेम्बर हुन त मेम्बरसिप त दिनुपर्छ कि पर्दैन? पर्छ। त्यसै क्लबको मेम्बर हुन पाइन्छ, त्यसै त्यसको सुविधा पाइन्छ। म पनि ठुल्ठुला क्लबमा गएको छु नि त अघि। त्यहाँ त तपाईँले अरू सबै सहुलियत पाउनुहुन्छ, तर तपाईँले पैसा त तिर्नुपर्छ। अनि क्लबमा तपाईँ पस्यो कि तपाईँलाई तिर्नु परेको। तपाईँले क्यान्डिडेट क्लब फर्म किन्नमै यति हजार भन्दैला।
भनेपछि यो राष्ट्रपाले यो जुन उम्मेदवारहरूको लागि क्यान्डिडेट क्लब भन्दैछ यो चाहिँ कमाउने धन्दा हो तपाईँ हेर्नुहोस् न के अरे यो अस्तिको चुनावमा फर्म भरेकोमा को र फर्म दर्ता गरेकै पैसा लिएको छ कि छैन लियो समानुपातिकसँग 50,000 प्रत्यक्षसँग 25,000 भनेपछि त पैसा नभएको मान्छे नआऊ भनेको न हो एउटा साधारण मान्छे गाउँको मान्छेले टिकट पाए त अनि त्यसको हामीले उ त गर्नु परेन नि त्यसको विश्लेषण गर्नु पर्यो त तपाईँ मलाई भेट्न तपाईँले चाहिँ 50,000 खर्च गर्नुपर्ने भएपछि तपाईँसँग 50,000 नहुने मान्छेले त मलाई भेट्न नआइज भनेकै हो नि त राष्ट्रपाल त्योतर्फ अब के हो त यो त अमेरिकन सिस्टम हो नि त अमेरिकामा के हुन्छ भने डिनर हुन्छ होइन त्यो डिनर तपाईँको $50 को डिनरलाई $5,000 तिरेर जानुहुन्छ त्यही चन्दा उठाएको त भने को जान्छ 5,000 दिएर जसलाई त्यो पार्टीसँग काम लिनु छ जोसँग अब फेरि पुरानाहरू सुध्रिएनन् अबको विकल्प फेरि राष्ट्रपाभन्दा अरू पनि देखिने अवस्था पनि त रहेन नि बुवा अब हेर्नुहोस् न हिजो भर्खरै मात्र प्रदेश को सरकार गठन भयो एमाले र कम्युनिस्ट पार्टी मिलेर बनाएको अब पहिलो दिनमै एमालेको बिना विभागीय मन्त्री बनाएको ज्ञानबहादुर तामाङ भन्ने व्यक्ति विवादमा परे जो 2 अर्बभन्दा बढी पैसा चाहिँ ठगी गरेको व्यक्तिलाई हतार विवाद छुट्याउन पछि छुट्याउँला अहिले मन्त्री चाहिँ भनिदिइहालौँ उहाँलाई नियुक्ति चाहिँ दिइहालौँ भन्न हिजै मन्त्रीको शपथ ग्रहण भइसक्यो अब यो हुँदै गर्दा पुरानाहरू त सुध्रिने बाटोमा पनि गएन अब यो अवस्थामा फेरि राष्ट्रपाको विकल्प पनि त रहेन नि होइन 24 गते हामीले सबैलाई फ्यालेको होइन संविधान फ्यालेको होइन व्यवस्था फ्यालेको संविधान त जेनजीले होइन भने हामीलाई संविधान फाल्न आएको होइन हामी आफ्नो सञ्चार गर्न आयौँ भन्यो जनताले त फ्यालेको थियो नि नभए कुन आधारले के अरे सदन भङ्ग गर्यो कसरी सुशीला आइन् त कुन संविधान टेकेर आइन् यही संविधानको आधारमा आयो होइन त्यो अहिले तपाईँ मसँग यो चाहिँ बहस गरेर जवाब पाउनु न तर तपाईँले सैकडौँ एडभोकेटसँग त गर्नुभएको होला नेपालका मयौँ भन्नेले त भनेका छन् होला नि त हो कि होइन त्यसै तपाईँ बुझ्नुहोस् कानुन त अलिकति बुझेकै मान्छेले मात्रै थाहा पाउँछ बुझेका मान्छेले कुन संविधान गर्यो यो गैर संवैधानिक हो भनेर त भनिराखेकै छ नि हामीले फ्यालेको थियो कसले ओढ्यो फेरि त्यसैलाई रविले ओढ्यो बालेनले ओढ्यो पहिले ओढाइदियो सुशीलालाई त्यतिखेर के अरे आर्मीसँग कुरा गर्न जाऊ भनेर कसले स्ट्याटस लेख्यो र ती जेएनजीहरू गए भन्नुहोस् त बालेनले लेखेको होइन सुशीलालाई छानिदिएको बालेनले होइन मन्त्रीमण्डल बनाएको बालेनले होइन गृहमन्त्री कसले पठाएको ल भन्नुहोस् त अनि यो अहिलेसम्म कसले यो पुराना पार्टीलाई चाहिँ फेरि अहिले टाउको उठाउन दिएको कसले हो तपाईँ हामीले त फ्यालिदिइसकेका थियो नि भदौ 24 गते ल्याउने त बाले नै हो नि अब तिनीहरूलाई दोष दिन पाइन्छ त्यतिखेरै जब 6 महिनापछि तपाईँ चाहिँ प्रतिनिधि सभाको चुनाव गर्न सक्नुहुन्छ भनेदेखि 6 महिनापछि उसको के अरे स्थानीय एकाइ र के अरे प्रदेशको चाहिँ चुनाव गर्ने गरिकन राष्ट्रपति शासन लगाइदिएको भए के फरक पर्छ अबको विकल्प के त भयो अब तपाईँहरूको तर्कलाई हेर्दा थुप्रै विश्लेषकहरूको तर्कलाई हेर्दा राष्ट्रपा असफल हुने बाटोमा छ अथवा असफल भयो भन्न सकिने अवस्था देखियो तर अब यहाँ चाहिँ त्यही पुरानै कम्युनिस्ट र काङ्ग्रेसलाई ल्याउन पर्ने अवस्था देखियो होइन भने हर्कतिर जान पर्ने देखियो अब हर्कलाई जनताले अहिले मन परिराखेका छैनन् भन्ने धेरैले भन्छन् अब काङ्ग्रेस कम्युनिस्ट फेल नै भइहाले अब राष्ट्रपाको विकल्प त रहेन नि त अब यो चाहिँ गलत न्यारेटिभ हो हेर्नुहोस् यो पुरानाहरूले गर्ने पुराना विश्लेषकहरू पुराना